आजको दिनमा चना टिप्यो। ल ल यहाँनिर हेर्नुहोस् है, सुन्तला भरभाइलो फलेको छ नि त। सुन्तला यति धेरै फलेको छ है हाम्रो बारीमा। हुन त एउटै मात्रै बोट छ, सुन्तला चाहिँ भक्कु फलेको छ। यो सानो बिरुवा हो, यसकै हाँगा सारेको भर्खर भर्खर फल्न लागेको छ। यहाँ हेर्नुहोस् है, नजिक नजिकबाट जुम गरेर देखाएँ। सो यो त भक्कु फलेछ, हाँगा पनि भाँचिन लागेछ। अहिले साल अरू पोहोरको भन्दा अलिक कम फल्यो हो, तर पनि ऊ भाँचिन लागेछ। यताबाट देखिन्छ, उदै सबै लरक्क लर्किया छ। पोहोर पनि यत्तिकै थियो, डोरीले भित्र हेर्नु भयो भने डोरी देख्नुहुन्छ है, पोहोर बाँधेको डोरी हो। सुन्तला यत्तिको फलेको छ एउटै मात्रै। अबको दिनमा भने साँच्चै सुन्तला रोपेर खेती गर्नुपर्छ होला। तर आज भने यहाँ चना, चना होइन, मटर टिप्यो, मटर। बुइनी र म मटर टिप्छौँ, दुईजना मात्रै। मटर बारी हाम्रो। ल हेर्नुहोस् है, यस्तो छ आजको दिनमा।